नयाँ वर्ष जसलाई नयाँ वर्षको अवधिमा नयाँ वर्षको प्रारम्भिक दिनहरूमा यस्ता खालका चाहिँ सांस्कृतिक गतिविधि हुन्छन् जसलाई म्याउफुई भन्छ। म्याउफुई भन्छ चिनियामा। अनि यो अवधिमा विशेष गरी विभिन्न पार्कहरूमा मठ मन्दिरहरूमा थुप्रो मानिसहरू भेला हुन्छन् अनि विभिन्न सांस्कृतिक गतिविधिहरू नाचगान बजाउनेदेखि लिएर गाउने विभिन्न प्रदर्शनीहरू गर्ने गर्छन्। यहाँबाट रमाइलो दृश्यहरू तपाईँहरू माझ पस्किन्छु। विशेष गरी यो धार्मिक स्थल भएका हुनाले यहाँ सांस्कृतिक परम्परागत कुराहरू अधिकांश देख्न पाइनेछ।购买半价优惠票，朗正教。ठुलो समूहमा मान्छेहरू भेला हुन्छन्। विशेष गरी यो चाडबाडको नयाँ वर्षको यो बिदा चाहिँ तुलनात्मक रूपमा लामो छ अनि लामो बिदा भएका हुनाले बेजिङ बाहिर भएका मान्छेहरू पनि यहाँ आउँछन् अनि यहाँका मान्छेहरू चाहिँ विदेशतिर पनि जान्छन्। यसरी यो एउटा बिदाको समयलाई सदुपयोग गर्ने विभिन्न ठाउँमा जाने खाने रमाउने रिफ्रेस हुने पुनर्ताजगीका साथ यसरी चाहिँ महोत्सव गरेर मनाउने एउटा चलन हुन्छ यतातिर र यहाँको दृश्यहरू हेर्न निकै रमाइलो हुन्छ। बेजिङको पश्चिमपट्टि रहेको यो पाताछु नाम गरेको एउटा मन्दिर छ, एउटा धार्मिक स्थल छ। यहाँनिर हरेक पटक विशेष गरी बुद्धिज्मप्रति आस्था राख्ने चिनियाहरू र विदेशीहरू पनि आउने गर्दछन्। यो प्राङ्गणमा श्रीलङ्का भियतनाम लगायत विभिन्न बुद्धिस्ट देशका केही चिनोहरू पनि समावेश गरिएको छ। अनि चाडबाडको बेलामा यहाँ मेला महोत्सवहरू पनि हुने गर्छन्। बुद्ध जयन्तीको बेलामा यो क्षेत्रमा भव्य कार्यक्रमको आयोजना हुन्छ। विशेष गरी बेजिङमा रहेका विभिन्न दूतावासका राजदूतहरूदेखि लिएर कर्मचारीहरू पनि यहाँ आएर यो कार्यक्रममा सहभागिता जनाउँछन्। यो चाहिँ बुद्धको दाँत सुरक्षित राखिएको एउटा स्थल भनेर भनिन्छ। त्यसै कारणले यहाँ बुद्ध धर्मप्रति आस्था राख्नेहरू जो कोही पनि आउँछन् अनि टिकट पनि सस्तो छ, 10 युआनको टिकट काटेपछि दिनभरि यो प्राङ्गण अनि यहाँनिर अलि माथि
पहाडसम्म पनि जान सकिन्छ र मान्छेहरू बिदा मनाउन धार्मिक आस्था प्रकट गर्न अनि एक हिसाबले आफूलाई पुनः ताजगी दिनको लागि यो ठाउँमा आउन मन पराउँछन्। यतिखेर भने म्याउफुई अथवा यो चिनिया नववर्षको अवधिमा आयोजना हुने एक किसिमको सांस्कृतिक गतिविधि मेला महोत्सव यहाँ भइरहेको छ। चिनिया नववर्ष घोडा वर्षको उपलक्ष्यमा पाताछु प्राङ्गणमा आयोजित एउटा विशाल मेला महोत्सव जसलाई म्याउफुई भन्छ। अनि यहाँबाट रमाइलो रमाइलो दृश्यहरू